हामी चाहिँ आज पारामाता पार्क जान लाग्यो कि यतिकै अब दाइको पनि छिटो काम सकेको थियो अनि त्यहाँ पनि आज घरमै हुनुहुन्थ्यो अनि हामी दुईजना सामान पोको पारेर पिकनिक जस्तो गर्ने भनेर कि ड्राई पिकनिक। अनि त्यसपछि त्यसमा अरू के नै हुन्छ ड्राई पिकनिकमा, त्यही चटपटे खाने, जुस खाने, डेजर्टहरू त्यस्तै केही चक्लेटहरू त्यस्तै खाने भनेर एकछिन टाइम पास हुन्छ नि त भनेर त्यहाँ हिँडिरहनु भएको छ। अनि हिँडिरहेको छौँ हामी चाहिँ गाडीको लागि, गाडी कहाँबाट लाग्छ भनेर गाडी हेरिरहनु भएको, कुन गाडी जाने, कति नम्बरको गाडी जाने भन्दै गाडीमा बस्यो होइन हामी। अनि हामी चाहिँ गइरहेको पार्कमा। अनि हामी चाहिँ त्यसपछि पार्कमा पुग्यौँ, यताउता कहाँ बस्ने कहाँ जाने भन्ने कुरा डिस्कस भइरहेको, कहिले बेन्चमा बसौँ कहिले भुइँमा बसौँ भनेर लास्टमा हामी भुइँमै बस्ने भनेर भुइँमा बस्न थाल्यौँ। त्यहीँ बसेर बुढोले हात माथि गर्दै दाइले पानी अनि चटपटे बनाउन रेडी छौँ है भाउजू र म चाहिँ। सामानहरू निकालिराखेँ के भनेर अनि एकछिन फ्रेस हुन लागि चटपटे खाने अनि फ्रेस हुने। अनि अब बाहिर गएपछि अलिकति भए पनि अर्कै आनन्द आउँछ नि त, घरमा एक बसिराख्नुभन्दा भनेर एकछिन सामान देखाउँदैछु कि मैले के छ भने यसो घरैबाट चप गरेर लगाएर गएको कि सबै कुराहरू। अनि उहाँ गएर मोलेर खाने मात्रै रेडी पोजिसनमा चम्चा दाइले यताउता सब घुमाइरहनु भएको छ, सबलाई देखाइरहनु भएको छ। चटपटे मिक्स गर्दै रहेछु मैले, चटपटे मिक्स गर्दैछु। अनि त्यसपछि भाउजूले चाउचाउ पकाउँदै हुनुहुन्छ, त्यहाँदेखि जुस खाँदै हुनुहुन्छ। कस्तो राम्रो छ है बाहिर, हेर्नु न आकाश कति निलो वरिपरि मजाले बसेर आनन्द लिँदै अब खाने हो, मजाले खाने हो। तर लास्टै राम्रो कि मान्छेहरू कति धेरै आउँदो रहेछ आउन चाहिँ। त हामी साँझ पख गरौँ होला नि, त्यति धेरै मान्छे त थिएन, न त साँझै जान्छन् होला। गइरहेको थिएँ मान्छे, पानी पऱ्यो एकछिन नबस्दाखेरि, कस्तो घाम लागिरहेछ। अनि चाउचाउको चटपटेको रेडी गरेर मेरो बुढोलाई खानु हतार भइसक्यो, छिटो बना भन्दै हुनुहुन्थ्यो, टाइम नलाग्यो, चाउचाउ खाइहाल्यो अरे। रेडी भयो चटपटे। अनि अब हामी ग्वाम खान्छौँ, कस्तो खाएँ मैले मिठो भयो अरे।